यता सुवनतिरमा चाहिँ 28 किलोमिटर पर्छ यता चाहिँ कति पर्दैछ हौ पुरै अब यहाँ छ नि त 28 किलोमिटरको भनेपछि त 1 किलोमिटर त कति हो अनि 28 किलोमिटरमा त ठुलो हो नि कि कस्तो मोबाइल पसन्द गरेर कोरियाको वाइफाई चलाउने एउटा भ्याकुलर के किन्ने भन्दै पर्दैन नि वाइफाई जान्छ घरि हेलो कहाँ आइपुग्यो इमिग्रेसनबाट पनि पास गरिसक्यो छिरिसक्यो छिरे पनि त भइहाल्यो नि त नि ल हामी आउँदैछ इमिग्रेसन पास गरिसक्यो ढिलो भयो त्यो अरे ए लु राम्रो भयो ती बस ल ल बस्दै गरेर हामी ट्याक्सीमा आउँदैछौँ 20 मिनट लाग्छ अब ती बसिराख न ती बस न ए ल त्यो मान्छे आएन सर हिँड्दै गर हामी ट्याक्सीमा आउँदैछौँ क्या गेट नम्बर कुनमा ओर्लेपछि त्यो गेट नम्बरको नम्बर दिनु भन्नु न हामी निस्किँदै गएर त्यो मान्छे जता हिँड्छ त्यता हिँड्दै गएर कि हामी आउँदैछौँ ट्याक्सीमा हो बहिनीको इमिग्रेसन पास गरिसक्यो नि सातो उठिलो त माएर दादालाई के दिने नि अब एयरपोर्टमा ओर्लेर लाग्दै लाग्छ दादालाई चाहिँ यहाँ के दिने बाटैमा यो पनि म त भिडियो गर्दैछु बढी आफ्नै धुने बिजीको म अनि अब यो के यो युट्युबबाट पैसा कमाउनु पऱ्यो नि त नि मेरो पैसा कमाउनु हुन आँटिसकेछ नि त यो लोते बुढाले साह्रै ढिलो हाँक्यो कि 100 मा हाँक भनेको पो 95 96 मा हाँक्छ नि